नमस्कार दर्शकबिनहरू, म सदा झैँ आज पनि उपस्थित भइसकेको छु तपाईँहरूको लागि एनपिएल सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग सिजन 2 अन्तर्गत क्रिकेट सम्बन्धी जानकारी लिएर उपस्थित भइसकेको छु तपाईँको अगाडि। दर्शकबिनहरू, आज एनपिएल सिजन 2 अन्तर्गतको दोस्रो खेल कर्णाली एक्स भर्सेस चितवन राइनोज बीच टियु इन्टरनेसनल क्रिकेट स्टेडियम काठमाडौँ कीर्तिपुरमा भएको छ। साथीहरू, यो एनपिएल सिजन 2 अन्तर्गतको दोस्रो खेल भएकाले सम्पूर्ण नेपाली क्रिकेट प्रेमी दर्शकबिनहरूले क्रिकेट स्टेडियममै पुगेर भरपुर मनोरञ्जन लिए भने कसैले टिभी मार्फत हेरेर पनि भरपुर मनोरञ्जन लिएका थिए। साथीहरू, दोस्रो खेल एनपिएल सिजन 2 को लागि बिहान 11 बजेबाट स्टार्ट भएको थियो भने काठमाडौँ स्थित कीर्तिपुर इन्टरनेसनल स्टेडियममा भएको खेलमा कर्णाली एक्स भर्सेस चितवन राइनोज बीच भएको थियो। कर्णाली एक्सको लागि प्लेइङ 11 का खेलाडी हुनुहुन्थ्यो। सोमपाल कामीको क्याप्टेन्सीमा अरू 11 खेलाडी प्लेइङ 11 खेलाडी हुनुहुन्छ। सोमपाल कामी, अर्जुन घरती, पवन सराफ, नन्दन यादव, युनिस विक्रम ठकुरी, युवराज खत्री, गुलसन झा र 4 जना विदेशी खेलाडीहरू पनि हुनुहुन्छ। साथीहरू, मार्क वार्ड, म्याक्स डड, अर्को नजिबुल्लाह जोर्डन भन्ने र अर्को विदेशी खेलाडी हुनुहुन्छ प्रियङ्क पञ्चाल। 4 जना विदेशी खेलाडी र 7 जना नेपाली खेलाडी सम्मिलित यो खेल राष्ट्रिय उत्सवको रूपमा कीर्तिपुर स्थित मनाइरहेका छन् र चितवन राइनोजको लागि प्लेइङ 11 मा पर्न सफल कुशल मल्लको क्याप्टेन्सीको नेतृत्वमा अर्जुन साउद, रिजन ढकाल, देव खनाल, दीपक बोहरा, विपिन आचार्य, कमल सिंह एरी र 4 जना विदेशी खेलाडी ड्युड मिलन, रवि भोपरा, सैफ जैब र सोहल तनवीर गरी 11 जना खेलाडीहरू चितवन राइनोजको लागि खेल मैदानमा उत्रिएका थिए। साथीहरू, दुईटै टोली एकदमै प्रतिस्पर्धा भएको थियो र प्रतिस्पर्धामा दुईटै टोलीले आफ्नो तर्फबाट एकदम महत्त्वपूर्ण ब्याटिङ र बलिङ गरेका छन्। साथीहरू, आदरणीय खेल प्रेमी दर्शकबिनहरू, तपाईँहरूले आज हेर्नुभयो होला, देख्नुभयो होला, एकदम महत्त्वपूर्ण क्रिकेट खेल खेलिरहेका थिए र खेलमा चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेको थियो भने कर्णाली एक्सले ब्याटिङ गर्नको लागि ग्राउन्डमा उत्रेको थियो र कर्णाली एक्सले पहिलो इनिङ्समा 166 रन 3 विकेट गुमाएर 166 रन बनाएको थियो र त्यसको जफी ब्याटिङमा चितवन राइनोजले 171 रन 6 विकेट गुमाउँदै 4 विकेट गुमाउँदै 171 रन बनाएर
5 बल बाँकी रहँदै लक्ष्य जित्यो, लक्ष्यमा पुग्यो। त्यसैले साथीहरू कर्णाली एक्सका लागि विदेशी खेलाडी प्रियङ्क पञ्चालले 48 बलमा 90 रन बनाएर 7 चौका र 6 छक्काको प्रयोग गर्दै टोलीलाई महत्त्वपूर्ण शक्तिशाली इनिङ दिएका थिए र साथीहरू अन्य योगदानकर्ता म्याक्स ओडियटले पनि 20 रन बनाए र पवन सराफले पनि अन्त्यमा 27 रन बनाएर 166 रन आफ्नो टिमको लागि महत्त्वपूर्ण पारी खेलेका थिए। तर जवाफी ब्याटिङमा चितवन राइनोजको रवि बोपराले 36 बलमा 52 रन बनाएर 3 चौका र 3 छक्काको मद्दतले महत्त्वपूर्ण भूमिका खेले भने दीपक बोहराले पनि 42 रन थपे र कप्तान कुशल मल्लले 20 रन बनाएर कर्णालीका क्याप्टेन सोमपाल कामीको बलमा क्याच आउट हुन पुगे। त्यसैपछि विदेशी खेलाडी सेफ जेबले पनि धमाकेदार रन 38 रन बनाएर करिब 16 बलमा 38 रन बनाउँदै 2 चौका र 4 छक्काको मद्दतले उनले तनावपूर्ण क्षणमा पनि टोलीलाई महत्त्वपूर्ण अग्रता दिलाए। साथीहरू, आदरणीय दर्शकबिनहरू, खेल एकदमै रोमाञ्चक भइरहेको थियो। कर्णालीको बलिङमा सोमपाल कामीले 2टा महत्त्वपूर्ण विकेट लिए भने अन्य विकेटकर्ताहरू मार्कवाट, युनिस सिंह र युवराज खत्रीले एक-एकवटा विकेट लिएर आफ्नो टिमलाई महत्त्वपूर्ण योगदान पुर्याएका थिए। खेल कर्णालीले बलिङ राम्रो सुरुवात गरेको थियो र उच्च लक्ष्य सेट गरेको थियो, तर चितवन राइनोजको ब्याटिङले उक्त चुनौतीलाई सजिलै आफ्नो पोल्टामा पार्न सफल भयो। साथीहरू, आजकै इनिङ्समा विराटनगर किङ्स भर्सेस पोखरा एभेन्जर पनि साँझको इनिङ्समा खेल भइरहेको छ र चितवन राइनोजले कर्णाली एक्सलाई 5 विकेटको पारीले जित हासिल गरिसकेपछि चितवन राइनोजले जित मनाइसकेको छ। साथीहरू, चितवन राइनोजको लागि यो एनपिएल नेपाल प्रिमियर लिग सिजन 2 को दोस्रो खेलमा चितवन राइनोजले आफ्नो जित हासिल गर्न सफल भएको छ भने कर्णाली एक्सले अर्को जितको लागि तयार भएर आफूलाई तयारी गरिरहेको अवस्था छ। त्यसैगरी अब अर्को भिडियोमा तपाईँहरू माझमा आउनेछु। साथीहरू, कर्णाली एक्स र चितवन राइनोजलाई अर्को टिमको लागि शुभकामना भन्दै अर्को विराटनगर किङ्स भर्सेस पोखरा एभेन्जर बीचको खेल आज साँझ को समयमा हुने भएकाले, फ्लड लाइटको समयमा अर्को खेल हुने भएकाले तपाईँहरूलाई पनि यहाँ खेल हेर्नको लागि आइदिनु हुनुहुन्छ भन्ने आशा व्यक्त गर्दै यो भिडियोबाट बिदा हुन्छु। नमस्कार। अर्को भिडियोमा भेटौँला। साथीहरू, प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस्। धन्यवाद।